यदि म प्रकृति हो भने होइन त, यदि म प्रकृति हो भने म यसै गरी नै सबै संरचनाहरू बनाउन सक्छु। यदि आफूमा विश्वास छ भने, यदि आफूमा आत्मसमर्पण गर्ने भावना छ भने तपाईँलाई रोक्दैन, कसैले रोक्दैन। त्यसैले हिँड्नुहोस्, आफ्नो छायासँग मात्र डराउनुहोस्। यदि छाया आफूसँग डराउँछ भने होइन त, यदि छाया आफूसँग डराउँछ भने आफ्नो छायालाई पनि बसमा गर्ने हिम्मत छ मसँग। यदि कसैले भन्छ भने, के हो भन्छ भने, म यो अन्धकारमा पनि उज्यालोको प्रकाश छाड्न सक्ने क्षमता छ मसँग के छ भनेर, मसँग के छ भनेर नसोद्धा हुन्छ। किनकि मान्छे हो, मान्छेमा यदि धैर्यता र साहस नहुने हो भने, यदि मानिस होइन भने ऊ जहाँबाट चिप्लिए पनि लड्छ। यदि आफूमा क्षमता छ भने, आफूले यदि केही गलत काम गरेको छैन भने आफू डराएर बस्न पनि भएन होइन त। त्यसैले नडराउनुहोस्, हिँड्नुहोस्। तपाईँको भावनाहरूको कदर गर्ने क्षमता छ मसँग। यदि तपाईँसँग हिँड्ने र डट्ने साहस छ भने हिँड्नुहोस्। म चाहिँ भन्छु हिँड्नुहोस्। तपाईँले 2 पाइला हिँड्नुभयो भने पनि होइन, यदि तपाईँले 2 पाइला हिँड्नुभयो भने पनि तपाईँको सुरक्षा होइन त, आफ्नो सुरक्षा आफैले गर्न सक्ने क्षमता हुन्छ तपाईँसँग। यदि तपाईँसँग जरैदेखि पलाउने हिम्मत छ भने जरैदेखि पलाउनुहोस्। सम्पूर्ण सम्पत्तिहरू छोडिदिनुहोस् होइन त। यदि आफूमा लड्न सक्ने क्षमता छ भने लड्नुहोस्।